Good morning guys, welcome to day 2 of Dharan to Mundum. And आज day 2 मा चाहिँ केटाहरु बिहानै उठेर सबैजना रेडी हुँदैछ, झोलाहरु प्याक गर्दैछ। मेरो ब्याग चाहिँ यहाँ रेडी भइसकेछ अनि सबैजना ट्याक 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 आफ्नो सामान प्याक गरेर हामी हेल्थको बारेमा पनि एकदम कन्सियस भएर चाहिँ हामीले फर्स्ट एड बक्स पनि सबै लिएको छौँ। फर्स्ट एड बक्समा के छ देखाइदिउँ न। हामी यति साह्रो त्यो कसरी खोज्छ यो चाहिँ ल सबै छ हामीसँग, हामीलाई केही पनि हुनेवाला छैन। ल ल गाइसहरु बाटोमा भेटौँला है त। हाम्रो केटाहरु चाहिँ रेडी भइसकेछ। सधैँ एक्साइटेड हो? ठिक छ केटा सोनाम कतिको एक्साइटेड? प्रिटी मच। दर्शन साथी हजुर रेडी हो? रेडी। एन्ड केटा झर्दैछ। के भयो? केटाहरु ट्याक ट्याक सबजना रेडी भइसकेछ। कतिको रेडी हो? रेडी र चल यो ठाउँलाई हामी बाई बाई भन्नुपर्ने हुन्छ चफेवालाई। अनि हामी मुन्दुम ट्रेक सुरु गर्नुपर्ने हुन्छ। ल गाइसहरु मुन्दुम पदमार्ग हाम्रो स्टार्ट। अब यहाँदेखि चाहिँ मेन ट्रेक हो। त्यो बाटो जाने हामी केटाहरु हिँडिसक्यो। दुई तिनजना त्यसपछि तल छ टिक्क होमस्टे होला यहाँ। सनराइज हेर्नु न कस्तो मिठो आएको यार। हेत्तेरिका ल अब चाहिँ हामी बाटो लाग्नुपर्ने हुन्छ गाइसहरु है त। ल सेम सुन गाइसहरु। हामी धोत्रे आइपुग्यौँ। बल्ल 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 आइपुग्यौँ धोत्रेमा। चाहिँ केही छैन, यहाँदेखि बाटो स्टार्टिङ छ। एउटा घर छ, दुईवटा तिनवटा, यहाँ एउटा घर छ, यो बाटो छ, यति हो। तिन चारवटा घर छ। अब यहाँनिर खानासाना पाइन्छ होला, पायो भने खाने, पाएन भने आफै पकाउने हो राइसहरू होइन। अनि त्यसपछि हामी अब यहाँ एकछिन रेस्ट गरेर हाम्रो एनर्जी बुस्टअप गरेर हामी मासतिर जान्छौँ। बाँकी कसो हुन्छ हेर्दै जानुहोस् होला। गाइस स्याड न्युज, धोद्रेमा आएर पनि खाना पाइएन। हामीले प्रि बुकिङ गर्नुपर्ने थिएछ खानाको लागि। हामीसँग कन्ट्याक्ट नम्बर थिएन, अनि त्यही भएर हामी धोद्रेमा अब चाउचाउ खाएर जान्छौँ। अनि यहाँदेखि अब सिधै मयुङमा चाहिँ हामीले कल गर्नेवाला छौँ। अनि मयुङमा चाहिँ भरे बेलाको चाहिँ हामीले खाना खान्छौँ नै। राइट नाउ अहिले चाहिँ हामी खाजाहरू चाउचाउ यस्तो पकाएर खान्छौँ। अनि अब बिच बाटोमा यहाँदेखि धोत्रेदेखि मयुङसम्म चाहिँ 3 आवर्स अरे। अब हेर्दै जाउँ के कसो हुन्छ बिच बाटोमा। आई विल किप अपडेटिङ यु होइन। ल गाइस साथी कस्तो हुँदैछ त? मेरो मुटु कहाँ साथीको मुटु नै झऱ्यो है त गाइसहरू। को मुन्दुमा आउनुहुन्छ धोत्रेसम्म आउँदाखेरि उसको मुटु यसो खोज्दै आउनु होला। सो गाइस अहिले चाहिँ हाम्रो यहाँ चौचाउ आइसकेको छ। अब हामी आफ्टर दिस चाहिँ हामी मयुङ जान्छौँ।
मयङ गएपछि चाहिँ हाम्रो खाना रेडी हुन्छ अनि खाना खाने हो खाजा खाएर निस्किनु पर्ने हुन्छ हामी ल खायौँ ल गाइस हामी चाहिँ यहाँ धोद्रेमा खाजा खाएर हामी हिँडिसक्यौँ बाटो लाग्यौँ धोद्रे यहाँनिर खाजा खाएर निस्क्यौँ है त गाइस यहाँ बोजूले मिठो चाउचाउ पकाएर दिनुभयो दामी थियो है एन्ड वी आर गोइङ टुवर्ड्स मयुङ साथी तिमीलाई चाउचाउ कस्तो लाग्यो दामी लाग्यो है तर सादा चाउचाउ पकाएको पनि कस्तो मिठो क्या बबाल थियो अब चाहिँ हामी मयुङतर्फ लाग्दैछौँ मुन्दुम गेस्ट हाउस तपाईँहरू पनि नम्बर लिइराख्नुहोस् ए गोड्से पो रहेछ मुन्दुम गोड्से रहेछ ल गाइस हामी बाटो लाग्यौँ है त सो गाइस हामी चाहिँ यहाँनिर रेस्टिङ पोइन्टमा आएर रेस्ट गरिरहेछौँ केटाहरू यतापट्टि होला यतातिर कता कता छ त्यही हो हामी मयुङ पुग्नु निकै टाइम लाग्ने रहेछ ओइ मयुङ पुग्नु कति जति लाग्ला अब अझै आधी घन्टा त्यतिका गाह्रो छ म चाहिँ ब्याग म्याट ननिकालिकन सट्ट सिधै म्याटमै टाउको राखेर सुतिरहेको छु घाम आइरहेछ कति पछि बिहानदेखिको अहिले हो तातो भएको त्यस्तै 4-5 बजिरह्यो होला 4 बज्यो हेर त अब दर्शन 4 बज्यो 4 कति 4-2 भइसक्यो भर्खर घाम लाग्दैछ घाम त लागेको थियो तर चिसो चाहिँ भर्खर हट्यो त्यो अब एकछिन रेस्ट गर्ने अनि त्यसपछि जाने है त गाइसहरू ल बाई बाई यस्तो उयो भयो यस्तो गाह्रो भयो हामी हिँड्न सकेन सिधै अब हामी मयुङमा आएर एउटा होमस्टे खोजेर बस्यौँ यस्तो गाह्रो भइरहेछ कि अनि भिडियो नि बनाउने जोसै थिएन अनि सिधै आएर अब स्लिप हो अब एकछिनमा खाना पाक्छ एप्स खाने अनि त्यसपछि फेरि स्लिप अनि भोलि बिहानै हिँड्नु थाल्ने हो गाइजहरू भिडियो बनाउने धरि एनर्जी छैन है गाइजहरू सो डोन्ट माइन्ड गाइस हाम्रो खाना चाहिँ आइसकेको छ अनि आजको चाहिँ खासै भ्लग राम्रो भएन हाम्रो एकदम हुन्छ नि चकेरादेखि यहाँ मयुङसम्मको यात्रा एकदम गाह्रो थियो एन्ड आफ्टर द्याट सजिलै थियो भनौँ न अब भोलिको झन् गाह्रो छ एकदम थाकी थियो सबैजना रेस्ट गऱ्यौँ अनि त्यही भएर खाना चाहिँ यतिको छ बाँकीको कुरा के कसो हुन्छ म तपाईँलाई एकछिनमा भन्छु ल अलिकति इम्पोर्टेन्ट कुराहरू छ कि सो गाइस आज चाहिँ हामी टक्क चकेवादेखि मयुङसम्म आइसक्यौँ एन्ड देन मयुङसम्मको यात्रा चाहिँ एकदम ठिकै भयो भनौँ र अलिकति गाह्रै थियो तर अब भोलिको यात्रा हेरी चाहिँ आजको यात्रा चाहिँ एकदम ठिकै रहेछ है भोलिको यात्रा चाहिँ अझै लामो अनि अझै गाह्रो हुने रहेछ होइन एन्ड हामी आजको दिन चाहिँ कस्तो भयो भने हामी बिहानै चकेवाबाट हिँड्यौँ चकेवाबाट हिँडेपछि हामीले धोद्रेमा खाजासाजा खायौँ आफ्टर द्याट हामी सिधै मयुङ आयौँ बिचमा रेस्ट गर्दै गर्दै मयुङ आयौँ अनि त्यसपछि यहाँनिर खाजा खाएर भोलि चाहिँ हाम्रो स्टार्टिङ बिहान 4:30 5 बजे नै हुन्छ सो त्यही भएर केटाहरू खाना खाएर सबै रेस्टमा गइसकेको छ एन्ड भोलिको भिडियो चाहिँ झन् इन्ट्रेस्टिङ हुनेवाला छ भोलिको यात्रा चाहिँ एकदम गाह्रो र एकदम धेरै लामो पनि हुन्छ एकदम थकित हुनेवाला छ एन्ड देन राव धापसम्मको हुन्छ हाम्रो भोलिको यात्रा जोस भयो र समय भयो भने हामी सायद माथि त्योभन्दा माथिसम्म पुग्न सक्छौँ तर के हुन्छ हेर्दै जानु होला भोलिको भिडियोमा बाई बाई डे 2 आज यसरी नै सकियो त गाइस